हालसालै नेपालमा हुन त हिजो हाम्रो विगतदेखि नै एउटा समस्या थियो अन्तर्जातीय विवाहको कुरालाई लिएर। अहिले अजित मिजार र श्रीकृष्ण विक जुन हाम्रा भाइहरू छन् उहाँहरूलाई अन्तर्जातीय विवाहको नाममा चाहिँ जसरी मारियो, एउटा समुदायको प्रयोग गरेर जसरी मारियो, उहाँहरूको अहिले डेड बडी चाहिँ अस्पतालबाट उठाउन सकिरहेको अवस्था छैन। उहाँहरूको न्यायको लागि पनि हामीले हाम्रा आवाजहरू यो आइसिसी मार्फत चाहिँ नेपाल सरकारलाई ध्यान आकर्षण गराउने र यस्ता क्रियाकलापहरू छुवाछुत जस्ता विषयहरूलाई लिएर चाहिँ अझै कडाभन्दा कडा कानुन बनाउने, न्याय दिने कुराहरूमा चाहिँ हामी लाग्नुपर्छ भन्दै यो हामी तीनटा विषयलाई छलफलको मुख्य विषय बनाउन चाहिँ हामी यहाँ आएका छौँ र सबैले चाहिँ अब न्यायको प्रत्याभूति होस्। बालबालिकाहरू जुनसुकै नाममा, जातीयताको नाममा, धर्मको नाममा, कुनै पनि हिंसाको नाममा प्रयोग गर्नलाई चाहिँ बन्द होस् भन्ने हाम्रो मुख्य अभिप्राय चाहिँ त्यहाँनिर छ। धन्यवाद। यो कुरा अहिले हालसालै हाम्रो नेपालमा जेन्जी आन्दोलन भयो, ठुलो रिभोल्युसन पनि देख्यौँ। त्यसमा केही पात्रहरूले चाहिँ जेन्जीका नाममा चाहिँ बालबालिकाहरूलाई प्रयोग गर्ने, सरकारले बालबालिकाहरूलाई गोली हान्ने जुन काम गर्यो, धेरै बालबालिकाहरू ड्रेसमै त्यो आन्दोलनमा होमिने बाध्यता जसरी सिर्जना भयो। अहिले पनि हामीले देख्यौँ कि हिजो विगतमा माओवादीले जसरी बालबालिकालाई प्रयोग गरेर द्वन्द्वमा लगेको थियो, नेपाल सरकारले जसरी बालबालिकाहरूलाई मार्ने काम गरेको थियो, त्यो श्रृङ्खला अहिलेसम्म आएर पनि रोकिएको देखिएन। अहिले पनि सरकारले बालबालिकाहरूलाई गोली हानेकै छ, मारेकै छ र केही राजनीतिक अभिष्ट पूरा गर्ने मान्छेहरूले बालबालिकालाई ड्रेसमै प्रयोग गरेर एबिसिडी जेसुकैको नाममा भए पनि प्रयोग गरिरहेका छन्। अहिले हालसालै जेन्जीको नाममा लाखौं बालबालिकाहरू, हजारौं बालबालिकाहरूलाई स्कुलकै ड्रेसमा आउने वातावरण जसरी क्रिएट गरिएको छ, यो विषय चाहिँ अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षण हुनुपर्ने विषय हो। तर अहिले के भनिरहेका छन् कि बालबालिका मारिएका, बालबालिकालाई दुरुपयोग गरेको विषयमा उहाँहरूलाई चिन्ता छैन कि परिवर्तन भएको, सत्ता गएको, सत्ता प्राप्त गरेको, यो विषयमा बढी चिन्ता भएको कारणले यो विषयमा चाहिँ अन्तर्राष्ट्रिय जगतको चाहिँ बालबालिकाप्रति हेर्ने दृष्टिकोण कसरी राम्रो बनाउन सकिन्छ, नेपालमा बालबालिकालाई राजनीतिक हिंसाबाट कसरी मुक्त गराउन सकिन्छ भन्ने विषयमा चाहिँ ध्यान आकर्षण होस् भन्नको लागि हामी अहिले इन्टरनेसनल क्रिमिनल कोर्टमा आएका छौँ र हामी यो विषयलाई लिएर र हिजो विगतमा भएका द्वन्द्वमा प्रयोग भएका बालबालिका, मारिएका बालबालिका, बेपत्ता भएका बालबालिकाको विषयमा र जेन्जी आन्दोलनमा मारिएका, दुरुपयोग भएका र जसले यो अर्कै ढङ्गले, गलत ढङ्गले प्रयोग गरेका बालबालिकाको विषयमा चाहिँ हामी अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा चाहिँ छलफल गर्दैछौँ र छलफल पछाडि केही निष्कर्ष पक्कै पनि आउनेछ, केहीलाई चाहिँ राम्रो पनि हुनेछ र केहीलाई नराम्रो पनि होला। जसले गलत उद्देश्यसहित प्रयोग गरेका थिए बालबालिकाहरूलाई, तिनलाई पक्कै पनि नराम्रो हुन्छ भन्ने लागेको छ र अब उपरान्त भविष्यमा नेपालमा बालबालिकाहरूलाई हिंसामा प्रयोग गर्ने, राजनीतिक क्रियाकलापमा प्रयोग गर्ने वातावरण चाहिँ बन्द गर्नको लागि चाहिँ हामीले पहल सुरु गर्नुपर्छ र यसमा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण हुन्छ जस्तो लागेको छ। धन्यवाद। नमस्ते। आज हामी यहाँ इन्टरनेसनल क्रिमिनल कोर्ट द हेगमा आएको छौँ। अब नेपालमा हामीले हाम्रो अधिकारको लागि सर्वोच्च अदालतमा पनि आफ्ना इस्युहरू राखेका छौँ, तर नेपालको अदालतले एकदम ढिलो प्रोसेस गर्ने, जहिले पनि नयाँ डेटहरू मात्र दिने अनि सबै छलफल सिद्धिँदाखेरि पनि निर्णय नसुनाउने जुन काम गरेको छ। अब त्यसमा त अदालतको विषयमा धेरै बोल्न त मिलेन। न्याय ढिलो दिनु भनेको अन्याय गर्नु सरह हो भन्ने चाहिँ मान्यता कानुनी परिभाषामा छ, तर अब त्यो कुरा हाम्रा न्यायाधीशहरूले, न्यायमूर्तिहरूले चाहिँ गम्भीर रूपमा लिनु भएन कि जस्तो लागिरहेको छ। अब टिआरसी, बेपत्ता आयोग जस्ता द्वन्द्वका पीडितहरूलाई न्याय दिने एउटा संयन्त्र बनाइएको थियो, त्यसले पनि पीडितहरूलाई न्याय नदिसकेपछि, त्यसले पनि कामहरू नगरिसके पछाडि त्यहाँ राजनीतिक भागभण्डामा त्यहाँ आयोगका मान्छेहरू नियुक्ति गर्ने प्रक्रिया भए पछाडि चाहिँ अब हामीले अन्तर्राष्ट्रिय जगतलाई, अन्तर्राष्ट्रिय समुदायलाई, अझै भनौँ अन्तर्राष्ट्रिय स्तरमा न्याय दिने संस्था आइसिसी, इन्टरनेसनल क्रिमिनल कोर्टमा चाहिँ हामी अहिले आएका छौँ। अहिले केही समयमा हामी त्यहाँभित्र हाम्रा कुराहरू राख्छौँ र हाम्रा केही निवेदनहरूसहित हामी त्यहाँ जाँदैछौँ। अब यसको असर के हुन्छ थाहा छैन। सकभर हामीले हाम्रा कुराहरू नेपालबाटै प्राप्त होस्, न्याय नेपालबाटै प्राप्त होस् भन्ने हाम्रो इच्छा थियो।
हाम्रा कुराहरू चाहिँ अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन नपरोस् भन्ने हाम्रो चाहना हुँदाहुँदै पनि अब नेपालको सरकारले, नेपालका संस्थाहरूले चाहिँ ढिलासुस्ती गरेको, अन्याय गरेको र बारम्बार बालबालिकाहरूलाई द्वन्द्वमा प्रयोग गर्ने, राजनीतिक हिंसामा प्रयोग गर्ने वातावरणहरू चाहिँ पैदा भएको कारणले चाहिँ अब हामी यो कुराहरूलाई पनि सम्बोधन गरोस् भनेर चाहिँ आएका छौँ। अब केही समयमा हामी त्यहाँभित्र जान्छौँ र त्यहाँ के हुन्छ पछि हामी प्रतिक्रिया दिउँला। धन्यवाद। नमस्ते। आज हामी यहाँ इन्टरनेसनल क्रिमिनल कोर्ट द हेगमा आएको छौँ। अब नेपालमा हामीले हाम्रो अधिकारको लागि सर्वोच्च अदालतमा पनि आफ्ना इस्युहरू राखेका छौँ, तर नेपालको अदालतले एकदम ढिलो प्रोसेस गर्ने, जहिले पनि नयाँ डेटहरू मात्र दिने अनि सबै छलफल सिद्धिँदाखेरि पनि निर्णय नसुनाउने जुन काम गरेको छ। अब त्यसमा त अदालतको विषयमा धेरै बोल्न त मिलेन। न्याय ढिलो दिनु भनेको अन्याय गर्नु सरह हो भन्ने चाहिँ मान्यता कानुनी परिभाषामा छ, तर अब त्यो कुरा हाम्रा न्यायाधीशहरूले, न्यायमूर्तिहरूले चाहिँ गम्भीर रूपमा लिनु भएन कि जस्तो लागिरहेको छ। अब टिआरसी, बेपत्ता आयोग जस्ता द्वन्द्वका पीडितहरूलाई न्याय दिने एउटा संयन्त्र बनाइएको थियो, त्यसले पनि पीडितहरूलाई न्याय नदिइसकेपछि, त्यसले पनि कामहरू नगरिसके पछाडि त्यहाँ राजनीतिक भागभण्डामा त्यहाँ आयोगका मान्छेहरू नियुक्ति गर्ने प्रक्रिया भए पछाडि चाहिँ अब हामीले अन्तर्राष्ट्रिय जगतलाई, अन्तर्राष्ट्रिय समुदायलाई, अझै भनौँ अन्तर्राष्ट्रिय स्तरमा न्याय दिने संस्था आइसिसी, इन्टरनेसनल क्रिमिनल कोर्टमा चाहिँ हामी अहिले आएका छौँ। अहिले केही समयमा हामी त्यहाँभित्र हाम्रा कुराहरू राख्छौँ र हाम्रा केही निवेदनहरूसहित हामी त्यहाँ जाँदैछौँ। अब यसको असर के हुन्छ थाहा छैन। सकभर हामीले हाम्रा कुराहरू नेपालबाटै प्राप्त होस्, न्याय नेपालबाटै प्राप्त होस् भन्ने हाम्रो इच्छा थियो। हाम्रा कुराहरू चाहिँ अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन नपरोस् भन्ने हाम्रो चाहना हुँदाहुँदै पनि अब नेपालको सरकारले, नेपालका संस्थाहरूले चाहिँ ढिलासुस्ती गरेको, अन्याय गरेको र बारम्बार बालबालिकाहरूलाई द्वन्द्वमा प्रयोग गर्ने, राजनीतिक हिंसामा प्रयोग गर्ने वातावरणहरू चाहिँ पैदा भएको कारणले चाहिँ अब हामी यो कुराहरूलाई पनि सम्बोधन गरोस् भनेर चाहिँ आएका छौँ। अब केही समयमा हामी त्यहाँभित्र जान्छौँ र त्यहाँ के हुन्छ पछि हामी प्रतिक्रिया। कुरा अहिले हालसालै हाम्रो नेपालमा जेन्जी आन्दोलन भयो, ठुलो रिभोल्युसन पनि देख्यौँ। त्यसमा केही पात्रहरूले चाहिँ जेन्जीका नाममा चाहिँ बालबालिकाहरूलाई प्रयोग गर्ने, सरकारले बालबालिकाहरूलाई गोली हान्ने जुन काम गर्यो, धेरै बालबालिकाहरू ड्रेसमै त्यो आन्दोलनमा होमिने बाध्यता जसरी सिर्जना भयो। अहिले पनि हामीले देख्यौँ कि हिजो विगतमा माओवादीले जसरी बालबालिकालाई प्रयोग गरेर द्वन्द्वमा लगेको थियो, नेपाल सरकारले जसरी बालबालिकाहरूलाई मार्ने काम गरेको थियो, त्यो श्रृङ्खला अहिलेसम्म आएर पनि रोकिएको देखिएन। अहिले पनि सरकारले बालबालिकाहरूलाई गोली हानेकै छ, मारेकै छ र केही राजनीतिक अभिष्ट पुरा गर्ने मान्छेहरूले बालबालिकालाई ड्रेसमै प्रयोग गरेर एबिसिडी जेसुकैको नाममा भए पनि प्रयोग गरिरहेका छन्। अहिले हालसालै जेन्जीको नाममा लाखौँ बालबालिकाहरू, हजारौँ बालबालिकाहरूलाई स्कुलकै ड्रेसमा आउने वातावरण जसरी क्रिएट गरिएको छ, यो विषय चाहिँ अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षण हुनुपर्ने विषय हो। तर अहिले के भनिरहेका छन् कि बालबालिका मारिएका, बालबालिकालाई दुरुपयोग गरेको विषयमा उहाँहरूलाई चिन्ता छैन कि परिवर्तन भएको, सत्ता गएको, सत्ता प्राप्त गरेको, यो विषयमा बढी चिन्ता भएको कारणले यो विषयमा चाहिँ अन्तर्राष्ट्रिय जगतको चाहिँ बालबालिकाप्रति हेर्ने दृष्टिकोण कसरी राम्रो बनाउन सकिन्छ, नेपालमा बालबालिकालाई राजनीतिक हिंसाबाट कसरी मुक्त गराउन सकिन्छ भन्ने विषयमा चाहिँ ध्यान आकर्षण होस् भन्नको लागि हामी अहिले इन्टरनेसनल क्रिमिनल कोर्टमा आएका छौँ र हामी यो विषयलाई लिएर र हिजो विगतमा भएका द्वन्द्वमा प्रयोग भएका बालबालिका, मारिएका बालबालिका, बेपत्ता भएका बालबालिकाको विषयमा र जेन्जी आन्दोलनमा मारिएका, दुरुपयोग भएका र जसले यो अर्कै ढङ्गले, गलत ढङ्गले प्रयोग गरेका बालबालिकाको विषयमा चाहिँ हामी अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा चाहिँ छलफल गर्दैछौँ र छलफल पछाडि केही निष्कर्ष पक्कै पनि आउनेछ, केहीलाई चाहिँ राम्रो पनि हुनेछ र केहीलाई नराम्रो पनि होला। जसले गलत उद्देश्यसहित प्रयोग गरेका थिए बालबालिकाहरूलाई, तिनलाई पक्कै पनि नराम्रो हुन्छ भन्ने लागेको छ र अब उपरान्त भविष्यमा नेपालमा बालबालिकाहरूलाई हिंसामा प्रयोग गर्ने, राजनीतिक क्रियाकलापमा प्रयोग गर्ने वातावरण चाहिँ बन्द गर्नको लागि चाहिँ हामीले पहल सुरु गर्नुपर्छ र यसमा अन्तर्राष्ट्रिय
समुदायको ध्यान आकर्षण हुन्छ जस्तो लागेको छ। हालसालै नेपालमा हुन त हिजो हाम्रो विगतदेखि नै एउटा समस्या थियो अन्तर्जातीय विवाहको कुरालाई लिएर। अहिले अजित मिजार र श्रीकृष्ण विक जुन हाम्रा भाइहरू छन् उहाँहरूलाई अन्तर्जातीय विवाहको नाममा चाहिँ जसरी मारियो, एउटा समुदायको प्रयोग गरेर जसरी मारियो, उहाँहरूको अहिले डेड बडी चाहिँ अस्पतालबाट उठाउन सकिरहेको अवस्था छैन। उहाँहरूको न्यायको लागि पनि हामीले हाम्रा आवाजहरू यो आइसिसी मार्फत चाहिँ नेपाल सरकारलाई ध्यान आकर्षण गराउने र यस्ता क्रियाकलापहरू छुवाछुत जस्ता विषयहरूलाई लिएर चाहिँ अझै कडाभन्दा कडा कानुन बनाउने, न्याय दिने कुराहरूमा चाहिँ हामी लाग्नुपर्छ भन्दै यो हामी तीनटा विषयलाई छलफलको मुख्य विषय बनाउन चाहिँ हामी यहाँ आएका छौँ र सबैले चाहिँ अब न्यायको प्रत्यावृत्ति होस्। बालबालिकाहरू जुनसुकै नाममा, जातीयताको नाममा, धर्मको नाममा, कुनै पनि हिंसाको नाममा प्रयोग गर्नलाई चाहिँ बन्द होस् भन्ने हाम्रो मुख्य अभिप्राय चाहिँ त्यहाँनिर छ। धन्यवाद।